भनेपछि अब राष्ट्रपाले चाहिँ आउने चुनावमा बहुमत ल्याउन सक्छ के लाग्छ यहाँलाई? ल्याउँछ ल्याउँछ, आशा छ। आशा छ। गाउँतिरको माहौल चाहिँ कस्तो छ तपाईँकोतिर माहौल? अहिले एकदम सबै राष्ट्रवादीले आइरहनु भएको छ। अहँ। तपाईले के चुनाव लड्ने तयारी हो? लड्ने त होइन चुनाव लड्नुहुन्न? अहिले नलड्ने अब पछि तपाईँ जस्तो युवा खोजी गर्दैछन् जनताले। हजुर गर्नु त हुँदैछ तर अब अहिले होइन अब बिस्तारै रविजीलाई धेरैले अब रविजी जस्तो नेता हुनुपर्छ, त्यागी नेता हुनुपर्छ, रवि लामिछाने त्यागी भए भनिरहँदा के लागिरहेछ तपाईँहरूलाई? यो किन छोडे होला नि प्रधानमन्त्री रवि लामिछाने हुनुपर्ने भन्ने लागेको छैन? त्यो होइन अब बिस्तारै बन्नुहुन्छ होला नि त उहाँ पनि। भन्नुहुन्छ होइन? रविजी चाहिँ किन मन पर्यो तपाईँलाई? यो राष्ट्रपा किन मन पर्यो? किन यो घन्टी चुनाव चिन्ह नै मन पर्यो? के भन्नु पहिला भोट हाल्नु भएको थियो कसैले? छैन कुनै पार्टीलाई भोट हाल्नु भएको छ कि छैन? कुनै पार्टीलाई लगाएको अहिलेसम्म छैन।